हेलो सबैलाई जय मसी मेरो च्यानलमा तपाईहरु सबैजनालाई म स्वागत भन्न चाहन्छु र आजको मेरो एक्सपिरियन्स म तपाईलाई शेयर गर्नेछु र आज चाहिँ 2081 सालको अन्तिम दिन अर्थात चैत 31 गतेको दिन आइतबारको दिन जसमा चाहिँ हामी लेटाङ ब्याप्टिस्ट आमा संगति लगायत हाम्रो छोरी मण्डलीहरु बुधबारे ब्याप्टिस्ट मण्डली र बाराकोटे ब्याप्टिस्ट मण्डलीका आमाहरु चाहिँ हामी विराट चोक सालिम ब्याप्टिस्ट चर्चमा हामी संगतिको निम्ति जाँदै छौं र आज चाहिँ मोरङ भरिका ब्याप्टिस्ट आमाहरु चाहिँ हामी एकसाथ भएर हामी संगति गर्नको लागि भनिकन चाहिँ हामी गएका छौं र आज हामी जे गर्छौं त्यो सबै कुराहरुबाट हाम्रो जीवित परमेश्वरलाई नै महिमा भएको होस् र सम्पूर्ण आजको एक्सपिरियन्सहरु म तपाईलाई शेयर गर्नेछु भिडियो लास्टसम्म हेरिदिनु होला। ल आइपुग्यो है जय मसी जय मसी बुधबारेको 6 जना बाराकोटेको 5 जना अनि बाँकीले पनि 9 जना भएछ। जय मसी 19 जना रहेछु मण्डली जय मसी मम्मी गर्जेस ममलाई स्वागत छ मेरो भ्लगमा। नाना जय मसी सबैजनालाई जय मसी ए हुन्छ नि हुन्छ तपाईं हाम्रो कोशी प्रदेश आमा संगतिको सचिव पास्टरनी आमा आशा थापाज्यू यता चाहिँ हाम्रो मोरङ ब्याप्टिस्ट आमा संगतिको हाम्रो अध्यक्ष हुनुहुन्छ पूर्ण चामलिङ राई। ल स्वागत छ बसन्त दिदी जय मसी। उहाँ चाहिँ हाम्रो मोरङ ब्याप्टिस्ट आमा संगतिको उपाध्यक्ष बसन्त छेत्री। उहाँ चाहिँ हाम्रो मोरङ ब्याप्टिस्ट
आमा संगतिको सचिव सुभद्रा राजवंशीज्यू स्वागत छ। आमा संगति पछाडि चाहिँ भाइले मलाई लिनु आयो भाइ अनि पुनमले चाहिँ अनि हामी चाहिँ ट्रेनिङमा उसलाई पुऱ्याउनु लागेको अनि हामी चाहिँ अलिक यो मजेरी क्याफेमा हामी आएको छौँ। अब बर भोक लागेको छ। हेलो त्यसकला अनि अब यहाँ के खाने स्टार्टर नाम भयो कपिराइट होला भन्ने डर भयो त गाइस। फेरि नान भयो भने पुग्यो क्या मेरो भाइलाई चाहिँ नान रोटी भएपछि चाहिँ चिन्छ क्या। गाइस मजेरीको थकाली भनेको मजेरीको हुन्छ नि त हो गाइस हेर्नुभयो जहाँ गयो थकाली भनेको थकाली हुन्छ त्यो पनि स्पेसली मजेरीको। वाउ राम्रो
राम्ररी ट्रेनिङमा बस्नु ल यहाँ हाम्रो अनिल भाइ वेलकम टु माई भ्लग त्यसपाला राम्ररी बस्नु ट्रेनिङमा हाम्रा बाह्रगढीको बुनुहरूलाई पनि मेरो भ्लगमा वेलकम छ नाम के भयो मेरो टिका गोटाल ओके वेलकम टु माई भ्लग उहाँहरू चाहिँ ट्रेनिङमा आउनुभएको अनि हामी चाहिँ आज मोरङको आमाहरूको सङ्गति सिधाएर चाहिँ उनीहरूलाई पुऱ्याउनुको लागि भनेर आएको थिएँ है त गाइज अनि यहाँनिर चाहिँ रेजिस्ट्रेसन हुँदैछ पुरै हाम्रो आकाश सर जिलाबी पुरै यहाँ रेजिस्ट्रेसन हुँदैछ अब 10 दिनको ट्रेनिङ हो 10 दिन उनीहरू चाहिँ अब यही हलमा बस्नुपर्ने है गाइजहरू 10 दिन चाहिँ अब यही हलमा बस्नुपर्ने छ 10 दिन चाहिँ अब यही हलमा बस्नुपर्ने छ गाइजहरू